हेलो दर्शक नमस्ते। आई होप मेरो फेसबुक अनि मेरो युट्युब अनि च्यानल छ। अनि म चाहिँ नि सागर, म चाहिँ नि पुरा हमेसा परदेशीको लागि सपोर्टमा छु। हमेसा परदेशीलाई रोजगार मिल्नु पर्यो गाउँ ठाउँमा अनि भनेर म धेरै कुराहरू लाइभमा यताउता बोलिरहेको छु। अनि रह्यो दोस्रो कुरा राजा शासन आएको मलाई धेरै खुसी लागेको छ। अब म पनि सोचेछु कि कहीँ सेना गार्ड बन्न सक्छु कि कहीँ भन्ने। सेना गार्ड मेरो युट्युब च्यानलमा सबले हेर्न सक्नुहुन्छ होइन। म पनि धेरै मेहनत गर्नेवाला मान्छे हो र कसैलाई फाल्टु बोल्न राम्रो पनि लाग्दैन, कसैसँग फाल्टु पनि बोल्न सक्दैन, कसैसँग फाल्टु पनि बोल्दैन। र मेरो युट्युब च्यानलमा आई होप तपाईँहरूलाई हमेसा सम्झिराख्छु। र राजा आएपछि हामीले बजाउनुपर्छ बाजा। कञ्चनपुरमा राजा आएपछि बज्छ बाजा एकचोटि। अनि मैले बाजा बजाउने भनेको छु। आई होप पञ्चे बाजा बजाएर एकदम राजालाई एकदम स्वागत हुन्छ कञ्चनपुरमा। र राजाजी आउनु भएपछि मेयर सियर उपमेयर सब हट्न पर्यो। राजा शासन आएपछि कति राम्रो लाग्छ हामीलाई। मेयर साहब फोडा अध्यक्ष सब हट्न पर्यो। राजा शासन चल्न पर्यो मेरो युट्युबमा। आई होप मेरो युट्युबमा तपाईँहरूलाई स्वागत छ र यो भिडियो राजासम्म पुगोस् अनि हामी परदेशीको वेदनाहरू राजासम्म पुगोस्, राम्ररी राजासम्म पुगोस्। यो भिडियो काठमाडौँसम्म पुगोस्। हे भगवान्, यो हाम्रो दोदरा चाँदनीमा धेरै घटना घटिरहेको छ। मेरो युट्युब च्यानलमा हाल्छु। तपाईँहरूको माझु म एउटा भिडियो प्रस्तुत गर्छु। कस्तो छ यो मेरो भिडियो हेरिदिनु होला, सबैले लाइक सेयर गरिदिनु होला। म चाहिँ नि हमेसा यस्तै भ्लग बनाउँदै राख्छु र नेपालको बारेमा, नेपालको र इन्डियाको सिमाना नजिकै मेरो घर छ र म यस्तै भ्लग बनाउँछु हमेसा र तपाईँहरूलाई देखाउँछु। म मेरो युट्युब च्यानलमा लाइक सेयर गर्नुहोस्, तपाईँहरू कमेन्ट गर्नुहोस्। हमेसा म सागर चञ्चलले देखाइरहेको छु यस्तै राजा शासन आएर धेरै राम्रो भएको छ। र युट्युबमा पनि मैले के भन्न गइरहेको छु भने दोस्रो कुरा मेरो घर बोर्डर नजिकै छ अनि बोर्डर नजिकै पेट्रोलिङ हुनु पऱ्यो भन्ने लागिरहेको छ मलाई। पेट्रोलिङ हुनु पऱ्यो बोर्डर नजिकै पेट्रोलिङ भएपछि हाम्रो घर छेउलाई अलि सजिलो हुन्छ र अनि कोही मान्छेले बुझ्छ भने नेपालको छ अलि आर्मीहरू राम्रो है। आई होप राजा शासनलाई केही नगरौँ, राजालाई बरु जोगाएर राखौँ राम्ररी है। इज्जत पाउनु छ भनेपछि अनि इज्जत पाउनु छैन भनेपछि राजाको खुट्टा तान्न छोडौँ, सबै राजातिर राखौँ, राजा शासनतिर राखौँ। सबलाई आइमिस्यु सम्झिरहेको छु। यो भिडियो धेरैमा धेरै काठमाडौँतिरै घुमिरहेको छु। यो भिडियो मैले यही भनिरहेको छु। अच्छा नेताहरूलाई पुगोस् यो भिडियो, अच्छा नेताहरूलाई पुगोस् यो भिडियो। र अर्को आई होप यूट्यूब चैनल योगी जी, जय हिंद जय भारत। योगी जी को मैं हमेशा याद कर रहा हूँ और योगी जी को मैं नेपाल